एका बिहान मुखै नधोएर कुकुर समातेर हिँडियो सर र मलाई भने कस्तो बोल्नै मन नलागेको कि यो भ्लगमा फेरि नबोलेर यतिकै भिडियो बनाउँदा साथीहरू पनि गाडी यसरी धस्काउन लागेका पुरै गाडी धुने चलिरहेको के साथीहरूको फेरि चलिरह धडाधड त्यसपछि म आफ्नै तालमा हिँडिहालेँ कुकुर सुकुर लगाएर यता कुकुर फेरि यता भन्यो भने उता हिँड्ने उता भन्यो भने उता हिँड्ने यहाँ फेरि यो चाहिँ यस्तो दामी लाग्ने क्या मलाई यो घर चाहिँ म कहिलेकाहीँ यो घरमा पनि यसो भिडियो सिडियो पनि बनाउँथेँ त दामी तर यता आइसकेपछि अचम्म एउटा कारमा 50 किलोको माला झुन्डाएर आयो क्या त्यतिकै माला झुन्डिरहेको त्यसमा फेरि आयो पुरै बिहान बिहान क्या राम्रो मौसम भइरहेको पुरै के अरे सुपारीको बुट्टाहरू त्यसपछि लगेर घर सजाएको नयाँ घर बन्दै थियो यता सर र म त्यत्तिकै हिँडेर आइदिएँ रमाइलो थियो बिहान बिहानको मौसम पुरै पानी परेको थियो साँझ पुरै रातभरि पड्काएर फेरि साउबाले माथि बोलायो फेरि माथि गएँ किन जा त मेरो आइरनमा कपडा ल्याएर आ त जान पर्यो बाहिर भनेर फेरि त्यहीँबाट पठाइदियो अझै फेरि गएँ अझै माथि गएर कस्तो गाह्रो पो छ हो यो नौकरी गर्न त्यत्तिकै कहाँ छ र साथीहरू त्यत्तिकै कहाँ छ र भने जस्तो छैन नि साथीहरू पर्यो एका बिहान यस्तो मजाले बसिरहेको एकै ठाउँ पुरै अब तिहार आएर पुरै जमघट भयो जस्तै के आफ्ना परिवार सबै यस्तो दामीसँग बस्तिरहेको यो बड्डा र यो बच्चो यस्तरी अझै खेलिरहेको घरमा फेरि गराउँ तपाईँ र म हेलो गाइज दर्शन नमस्ते शुभ बिहानी भन्न चाहे यो भ्लगमा तपाईँहरूलाई जता भने हुन्छ यो यहाँ छ यो यसले अफ गर्ने चालु गर्ने होइन आएन र यो युट्युबमा जान्छ यो भिडियो हेर्ने ल हेरौँ यो केरा फलेर हेर्नुहोस् गाइज काम गरेर थाकेर गाइज हेर्नुहोस् यो भलक हो क्या यो भलक हो दिदी यो भलक आउँछ यो भलक आलेसी ल ल ल ल ल भिडियो सुट मात्रै गरौँ ए कहाँ जाने जाउँ भात फ्राई गर्न जाउँ ए नजाउँ क्या बम आउँछ नि त्यता बम आउँछ जाउँ भात खाना यस्तै छ गाइज अब बिहानको भलक यस्तै हुन्छ होइन अब बिहान काम गरेर उठ्यो यस्तै छ भलक सलक बनायो होइन उसले हेर्नु एको सर्ती गल्ला ओहो यो छुट्टै छ यो केटो फेरि छुट्टै छ यस्तै छ हेर्ने हो गाइज बेङ्गलोर ल हेर्नुहोस् बेङ्गलोर यो हेर्नुहोस् यो जेनेरेटरको यो बेङ्गलोर सहर उयो हाम्रो बड्डा घर हो ल हेर्नुहोस् सनलाइट ल हेर्नुहोस् यो आइपिएल टावर जस्तो लाग्दैन त लन्डनको ठ्याक्राक्क हेर्दाखेरि त्यस्तै देखिन्छ तर होइन त्यो यो मोबाइल टावर हो ल हेर्नुहोस् मौसम चाहिँ पुरै बिग्रिसकेको छ मौसम खासै गतिलो छैन आजको मौसम एकदम चिल छ पानी परेको थियो अघि भर्खरै तपाईँहरूलाई मैले त्यो देखाउन सकिनँ किनभने म सुतेको थिएँ अघि होइन यो 5 तला साथीहरू यहाँबाट जानुपर्छ मान्छे त केही पनि रहँदैन त्यसको हड्डी नरम हुन्छ होइन यो बेङ्गलोर हो साथीहरू ल हेर्नुहोस् त्यति ठुलो सहर त होइन तर पनि ठिकै सुविधा छ बस्न लायककै छ होइन
त्यति साह्रो बिग्रिएका मान्छे पनि भेटिन्नन् नेपाली यहाँ यो ठाउँमा। त्यो घुमिरह नि यो टारनिर देख्नु भएको नि, यो घुमिरह नि। हेर्नुहोस् यो घर, हेर्नुहोस् कस्तो बनाइदिएको नि घर। हेर्नु न यो फुल राख्ने ठाउँ सबै चिज छ। तल जेठानको कार पनि देखिया है। त्यो जेठानको कार हो, मेरो जेठानको। गाइज यस्तो छ बेङ्गलोर। कस्तो छ भन्ने ठान्नु भएको छ भनेपछि बेङ्गलोर चाहिँ यस्तो छ साथीभाइहरू है त। यस्तो छ। पानी हाल्न आएको छु म चाहिँ है। यो ट्याङ्कीमा पानी, पानी त भरिसकेको रहेछ। अब के गर्ने, जाने नजाने त्यसमा अहिले निर्णय हुन्छ होइन। यस्तो छ साथीहरू। सर र बेङ्गलोर बेङ्गलोर पनि हेर्नुपर्छ। बेङ्गलोर कस्तो छ भन्ने साथीभाइहरूलाई यसो चासो जिज्ञासा हुन्छ नि। बेङ्गलोर कस्तो हुने, यस्तै छ। पुरै सहरै सहर छ। यो सहरमा देशका मान्छे छन्। एकै देशका पनि फरक ठाउँका मान्छे छन्। मान्छे बसोबास गर्छन् यो ठाउँमा। यो ठाउँमा रोजगारीको अवसर धेरै नै छ। आइटी कम्पनी छ यो ठाउँमा। सो मान्छेहरू धेरैभन्दा धेरै मात्रामा हुनुहुन्छ। हामी रोजगारीको लागि नेपालदेखि पनि धेरै छौँ। यहाँ आइटीकै कारणले गर्दा यहाँ नेपालीहरूले पनि धेरै अवसर रोजगारीहरू पाउनु भएको है। जस्तै म जस्तै सेक्युरिटी गार्ड, पानी हाल्ने ट्याङ्कीमा यस्तो पनि पाइन्छ होइन साथीहरू। यो दिवालीको रौनक देखाउँदैछु साथीहरू म तपाईँहरूलाई। वाउ 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 वाउ। ल यसरी मनाइएको छ दिवाली। ल इन्डियामा यस्तो तरिकाले मनाउँछन् दिवाली। यहाँ दसैँभन्दा दिवाली बढी मनाउँछन् क्या दिवाली। यो ठाउँमा हेर्नुहोस् यो लाइटिङहरू। वाह कस्तो बबाल लाइटिङ हानिदिइरहने। एउटा बम नजिक पड्किँदैन कि बम। नजिक गइदिएको भए तपाईँहरूलाई अझ दामी हुन्थ्यो। यहाँ नजिककाले अलि मनाउँदैन। यो तल रोडमा बढी छ अहिले। माथि कमै मात्रामा पड्काइरह होइन। रोडमा बढी छ। यो आवाज सुन्नुभयो होला नि तपाईँहरूले। बम यो पटका यो पुरा यो तिहारको लागि, यो तिहारको पटका हो। दामी हान्दैछ है। यो कति लाखौँ करोडौँ खर्च गर्छन् आज यहाँ यो तिहारको लागि। विशेष गरेर लाखौँ खर्च हुन्छ। झन् रमाइलो भइरह। नजिक आए त हुन्थ्यो के। झन् टाढा नजिक आयो भने कति माथि गएको त्यसो। यस्तो दामी हालिदिरहेको के। यो गयो माथि गयो। मेरो सिधै माथि गइदिएको। वाउ बबाल हालिदिरहेको। बबाल आइरह। कस्तो छ गाइज? र दामी छ नि गाइज होइन। यस्तो हुन्छ दिवाली। हेर्नुहोस् यहाँ दिवाली पुरै हेर्दा पनि मजा आउँछ क्या दिवाली। यस्तो दिवाली मजा आउँछ। रातिको समय छ तर मजा आइरह। मलाई यस्तो आनन्द आइरहेको छ यो छतबाट। यो मजा आइरहेको छ। हेर्नुहोस् न तपाईँहरू पनि मजा लिन सक्नुपर्छ क्या। जस्तोमा पनि मजा लिन सक्यो भनेपछि त्यसै राम्रो हुन्छ क्या। वाह मजा लिनु पर्यो क्या। मजा
वाह 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 दामी 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 यो ट्रेन पनि आइरहेको दामी दामी चारैतिर छ गाइस एकतिर मात्रै होइन गाइस यो चारैतिर बढी अहिले यता यता भइरहेको छ यता अलि दामी दामी पटका हान्दिराछन् महँगो महँगो यस्तो दामी दामी यो कति माथि जान्छ वायुमण्डलै छेड्ला जस्तरी जान्छ क्या पुरै दामी तरिकाले जान्छ नि फेरि यो लाइटिङहरू पनि दामी दामी हान्दिराछन् के घरमा होइन पुरै आज कति 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 करोडौँ खर्च भयो होला यो अरबौँ खरबौँ हिसाबमा खर्च भइरहेको यो पटका बमहरूमा मात्रै आज यो सहरमा यो हामी त अझै यस्तो ठुलो ठुलो सिटी होइन तर ठिक ठिकै सिटी हो तर दामी 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 तर सानै सिटी हो तर सानो भए पनि तर दामी ठिकै छ त्यति नराम्रो चाहिँ होइन ठिकै छ मजा आइरहेको यस्तो मजा आउनु पऱ्यो क्या रातिमा पनि मजा लिने हो साथीहरू नाइटमा पुरै नाइटमा यस्तो रमाइलो हानिदिनुपर्छ क्या वाउ दामी 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 वाउ 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 क्या हान्दिरहेको हेर्नु त पुरै हेर्नुहोस् त यो पटका हेर्नुहोस् त यो यो ओ बाप्रे कता हेर्ने ए दुईटा आँखा छन् कता हेर्ने रमाइलो छ नि रमाइलो दुईटा आँखा छन् यता हेर्ने कि उता हेर्ने कि जहाँ चारैतिर यता पड्किन्छ यता पड्किन्छ इन्जोय छ नि इन्जोय दिवालीमा इन्जोय गरिरहेछु त्यस्तो इन्जोय हान्नुपर्छ क्या साथीहरू म त पुरै इन्जोय हान्दिएको छु रातिमा भए पनि तपाईँहरूलाई म इन्जोय दिन्छु यो भोलि अपलोड हुन्छ होला सायद यो भिडियो तर जहिले अपलोड भयो भने तर म यो तिहारको चाहिँ मैले खिच्न पाएँ होइन यो तिहारलाई चाहिँ मैले विशेष मनाउन पाएको हुनाले त्यसैले मैले यो भिडियो चाहिँ मैले सुट गरिहालेँ होइन बाँकी यस्तै साथीहरू है त नमस्ते म आशिक यो मेरो प्रथम भ्लग अर्थात् पहिलो भ्लग सुरुवात गरेको छु यो खासै त्यस्तो पोख्त भएर पनि गरेको छैन त्यस्तो कुनै आउने विशेषज्ञ पनि होइन मैले यात्रा हो सानो सपनाबाट ठुलो यात्रा रोज्न पुग्यो यो यात्रामा तपाईहरुको भरपूर साथ सहयोग माया स्नेह प्रेरणा सबै चीज गाली ताली जे दिन मन लाग्छ सबै चीज तपाईहरु माझ सुम्पिन गइरहेको छु तपाईहरुले माया गरिदिनु होला तपाईहरुको एक लाइक एक शेयर एक कमेन्ट एक सब्स्क्राइबले म धेरै सुध्रिने प्रयास अर्थात् तपाईहरुलाई म आफ्ना गतिविधिहरू भएका जहाँ जे छ त्यो देखाउने प्रयास गर्नेछु यो यात्रा एक्लै तय गरेर पनि सम्भव छैन यो यात्रामा तपाईहरु पनि सहभागी भएर तपाईहरुले मलाई गाइडलाइन गरेर अगाडि बढाउनु हुनेछ भन्ने पूर्ण विश्वास पनि राखेको छु हैन तपाईहरु बिना यो यात्रा खासै पूर्ण हुनेवाला छैन तपाईहरुको साथ सहयोग तपाईहरुको प्रेरणाले म अगाडि बढ्ने हो रमाइला छेड दुःख कष्ट पीर मर्का जे आउँछन् जीवनमा जे घटे अहिलेसम्म ती सबै तपाईहरु माझ सुम्पिने प्रयास गर्नेछु त्यसको लागि तपाईहरुले मलाई पूर्ण रूपमा सहयोग गर्नुपर्ने हुनेछ एक लाइक एक कमेन्ट एक सब्स्क्राइब अथवा शेयर तपाईहरुले गरिदिएपछि अनि तपाईहरुकै गाइडलाइन अनुसार म हिँड्नेछु यात्रा हो सजिलो नहोला तर यात्रामा धेरै गाह्रो पनि होला कतै ठेस लाग्ला कतै लडिएला त्यो अलग कुरा हो सिकेको छैन सिक्न बाँकी छ सिक्दै छु यात्रा हो सिकिन्छ गन्तव्यसम्म पुग्नलाई धेरै
कुराहरू सिक्न बाँकी पनि हुन्छ, सिक्न पनि प्रयास गर्नेछु। जाने बुझेकासँग पनि केही सिकेका कुराहरू माग्नेछु र आफूले सिक्ने प्रयास भने धेरै गर्नेछु, धेरै मेहनत पनि गर्नेछु। यो यात्रामा तपाईहरुको पूर्ण साथ रह्यो भने म यो यात्रालाई गन्तव्यसम्म पुर्याउन सक्नेछु। सो तपाईहरुले मलाई यात्रामा एकदम भरपूर साथ दिनुहुनेछ। तपाईहरुले अब पहिलो चरण हो हैन, धेरै टाइम लाग्छ सिक्न, धेरै बुझ्न पनि बाँकी छ हैन। त्यसैले त यस्तो गलत केही भयो भने तपाईहरुले त्यसमा यो गलत गरिस् है भनेर भन्न पनि सक्नुहुनेछ। औल्याउन सक्नुभयो भने मात्र म त्यसमा सुध्रिने मौका पाउनेछु। यो हैन यो हो भनेर त्यो पनि मैले बुझ्नेछु र राम्रोसँगले गर्नेछु। यही हो, तपाईहरुको ठुलो आश भरोसा छ। धन्यवाद।